असली समाउनु भयो तपाईँको तल म त अस्ति नै समातिसकेको थिएँ कहाँ समाउनु हुँदैन बाल्टीमा हालेर डर लाग्ला नि है छोडिदिनु भयो भने पनि यो धामी सर्प हाम्रो एमलाल गणेशजीले आज चाहिँ एमलाल भण्डारीजीले आज चाहिँ यहाँ आएर उहाँले सर्प समातेर प्रायः जस्तो चाहिँ ल्याएर जङ्गलमै छोड्नुहुन्थ्यो। आज वनको सामुदायिक वनको अफिसको कोठाभित्रै छिरेर उहाँलाई बोलाएर हामीले यो सर्प समातिदिनु भयो, हामीलाई सहयोग गर्नुभयो र मलाई पनि ल समात्नुहोस् केही गर्दैन भनेर दिनुभयो। यो सर्प चाहिँ समातेँ, तर अहिलेसम्म मैले दोस्रोपल्ट भयो सर्प समातेको। अहिले चाहिँ डर लागेन, अहिले धेरै डर लाग्यो, डर लाग्यो। दाइलाई देखेपछि डर लाग्दैन त्यो सर्पलाई अन्त अब यसलाई हामी यसलाई चाहिँ छोड्दैछौँ। सर्प चाहिँ किसान समाउनु हुन्छ होला नि एकचोटि सुन्छ त ल यसलाई ढोका यो नागै हो। 1 गतेको दिन होइन, 1 गतेको दिन नाग हो। अब नागले पनि तिमीलाई अब चाहिँ आशीर्वाद दिएर विजयी भव। ल अब यो त जान्छ, हामी चाहिँ यसलाई छोडिदिन्छौँ। किसान समाउनु ल छोड बेटर हात पहिला हातको खोल्नु। माछा समाउनु हुन्छ नै समय पार्नु के हो दोष आएको यो भित्रै खोज्छ सिका होइन अस्ति नै उहाँ वनमा त्यत्रो सिकाउनु भयो यामलाल सरले वन कार्यालयमा तालिम दिएर सिकायो। ल नलतारिकन यसो बिस्तारै बिस्तारै आइ पनि केही गर्दैन, ढुक्क हुनु हो। लिएर जानु उतै लिएर जानु। अहिले सर्प समात्दैछ ल हाम्रो भन्द्र सिंह भाइले जसङ्कै भयो होइन खुल्लै अरू यता नि आउनु म त अहिले यो त